नमस्ते, सन्चै हुनुहुन्छ सबैजना? दीपिका कस्मेटिकमा सबैजनालाई स्वागत छ है। दीपिका कस्मेटिकमा धेरै आइटमहरू आएको छ तीज विशेषको लागि। अहिले भर्खरै चलेको यो ब्याम्बो बालाहरू, यो भर्खर भाइरल भइरहेको बालाहरू पनि मसँग आएको छ। यो चाहिँ पहिला आएको थियो भने अहिले यो मोटो डिजाइनमा आएको छ भने पाइराइटको औँठीहरू अनि क्रिस्टलको मनी म्याग्नेट ब्रेसलेटहरूदेखि लिएर हरेक आइटमहरू छ। ओरिजिनल मोतीहरूको आइटमहरू पनि छ। पञ्चधातुहरूको सेट पनि आएको छ है। अहिले सुनको भाउ महँगी भएको बेलामा ब्रेसलेटहरू, सिक्रीहरू अनि गेरुवा औँठीहरू पनि आएको छ। र अनि मामाअर्थको चाहिँ तपाईँहरूले पुरा सेट पाउनुहुनेछ मात्र 3000मा है। पुरै सेट छ है यसको, मात्र 3000मा पाउनुहुनेछ। कम्बो अफर हो। दीपिका कस्मेटिकमा आउनुहोला। कोई छन् यहाँ धनी, कोई छन् यहाँ गरीब, सब खेल हो आफ्नो आफ्नो नसीबको। मनमा छ धेरै पीडा, बग्छ सधैँ आँसु। यस्तै यस्तै छ हजुर कथा गरिबको। यो हो कथा गरिबको। तँलाई अलिकति नि लाज शर्म छैन? किन यस्तो फेरि यहाँ? के रोइलो गरे जस्तो अर्का दैलो आएर हाम्रो मन खुसी दबाउने तपाईहरुले यही पैसाले हैन? मलाई त नि आसिन। तिमी गएर बस दिदा। काका यसलाई यहाँबाट निकालिहाल्नुस्। बाउले जोडेको एक टुक्रा जमिनमा त्यति घमण्ड नगर केटा। कुन्दनी गाउँबाट निकालेर यति कुरा याद राख। तपाई पनि घमण्ड नराख्नुस् काका। मैले कसैको केही बिगारेकै छैन। रूपा त मेरी मनकी मान्छे हो। उसैको खर्चको लागि भनेर यो पैसा लिएर आएको थिए। रूपाका आफ्नै मान्छे छन्, बाउ छ, आमा छ, तेरो को छ र? बल्ल बल्ल पैसा फेला पारेछ, सम्हालेर राख। तपाईका मिठा कुराहरू सुनिरहेको काका। पैसा हुनेका कुराहरू मिठै हुन्छन्, हामी जस्तो पैसा नहुनेका कुराहरू तिता हुन्छन् काका। हाम्रा पनि दिन आउँछन् काका। विनाशकाले विपरीत बुद्धि। नरातालले चिप्लिनु भएछ केटा। बा, तपाईको रहर, तपाईको इच्छा, त्यो पैसा आज मेरो हात परेको छ बा। के तपाईँ खुसी हुनुहुन्न र बा? कता कता मैले राम्रो लक्षण देखिनँ। के मैले गल्ती गरेकै हो त बा? मामा
आउनुहोस् यहीँ बसेर कुरा गरौँ। चिया कफी के लिने वा लिनुहोस्। ठिकै छ मामा, उता अस्पतालसम्म पुग्न छ, बरु अलिक हतारमा छु। तपाईँलाई जहिले नै हतारै हुन्छ। खासमा त कान्छाको कुरा के हो र? हातमा पैसा लिएर घर घर डुलिरहेको छ। गर्न खोजेको के हो त्यसले? केही नहुनेको हातमा पैसा परेपछि त्यस्तै हो मामा। पिर लिन पर्दैन, जग्गा हातमा आइसक्यो। बरु सदियारहरूको सहमति जुटाउन पर्यो। तपाईँकै भलो होस् भनेर कान्छाको जग्गा लिँदाखेरि मैले केही बोलिनँ। बरु आफूले सकेको के गर्नुपर्ने मैले गरिदिएँ। पैसा थियो, लगानी गर्नुभयो, राम्रो गर्नुभयो। तर तपाईँ बिना मेरो काम नै हुन्न भन्न खोज्नुभएको मामा? अब यसमा नआउनुहोस् न, बस्नुहोस् न। अनेक तिगडम लगाएर त्यो जग्गा हातमा परेको छ। 4 किल्ला मिलाउन सक्नुहुन्न भने सक्दिनँ भन्नुहोस् मामा। अनेकौँ बाहना नगराउनुहोस्। दिन सधैँ उस्तै नहुनु के भान्जा। गाउँ समाजको ख्याल गरेर आफ्नो काम गर्नुपर्छ कि। त्यो डाँडा फाल्नको लागि अथवा त्यसलाई समाउनुको लागि समाजमा कसले पो तपाईँको समर्थन गर्ला र? कुन समाजको कुरा गर्दै हुनुहुन्छ मामा? यही समाज जो एक सरो टालो र एक टपरी खानाको लागि आफ्नो देश बेच्छन्। यो संसारमा कुनै चिज छैन त्यस्तो जुन पैसाले नकिनियोस्। हजुरले भलो चिताए भलो नै हुन्छ भनेस्। अरूले गरेको कुकमलाई पछ्याएर आफ्नो मन रित्तो नबनाउनुहोस्। तरिका जेसुकै होस् मामा, आफ्नो दुनो आफूले सोझाउनु पर्छ। भोलि अस्पतालको शैय्यामा छटपटाइरहन पर्दा एक जोर फेर्न, एक छाक खान नसकेको बेलामा नि दुःख पाउँदा भान्जाको कुरा याद आउँछ मामा। मनले गरिब हुनु भएन नि भनिन्छ। जुन दिन तपाईँ अस्पतालको बेडमा पल्टिनुहुन्छ नि, त्यो दिन तपाईँको छेउमा म आएर उभिनेछु। पैसा नै सबै थोक होइन के भनिन्छ। नाता सम्बन्ध पनि हुन्छन् के। छाडिदिनुहोस्, तपाईँलाई सम्झाएर सक्दिनँ मामा। तपाईँबाट यो कुरा नहुने भए मेरो पनि आफ्नो तरिका छ। कल आइसकेपछि त फोन उठाउनु नि। तनाव नलिनु डाक्टर साहब, कहिलेकाहीँ त यस्तो भइहाल्छ नि। उता मामाको किचकिच छुट्टै छ। कारोबार सबै लथालिङ्ग भयो। जहाँ पैसा हाल्यो अड्किरहेछ। काम भइरहेछ त। यहाँभन्दा कति काम हुनु पर्यो? त्यो डाँडा त्यसै निल्नुहुन्छ, प्रक्रिया मिलाउनु पर्दैन। उता मामाले हात उठाइसक्यो। उपाय धेरै छन् त। यति धेरै किन पिर्लिनुहुन्छ? काम चाहिँ जिउँदैछ त। हग भने हग, मुद भने मुद। रुपाको कुरा गर्नुपर्छ, सबै काम सकिन्छ। केटाकेटी कुरा नगर्नु तपाईँ। अब उसैको कुरा सुनेर गाउँलेहरूले सही छाप गर्छन्। पाएको मान्छे चाहिएन। अब धेरै नसोचौँ। लहरो जाँदा पर थर्किन सक्छ। फेरि उसले काम लगाएर हाम्रो के बिग्रियो त? कागज मिलाउन लाग्नुहोस्। आवश्यक परे सदियारको नि बैना ठोक्नुपर्छ। मामाले धेरै ठुलो कुरा गरिरहेछन्। बुद्धि पुर्याएर काम गर्नुपर्छ। सबै ठाउँमा पैसा फालेर हुँदैन। सबै मामा मामा हुँदैनन्। कोही कंश पनि पर्छन्। ख्याल गर्नुपर्छ। मलाई यति धेरै तनाव लिने फुर्सद छैन। तपाईँ कसरी मिलाउने यो मिलाउनुहोस्। परेको म बेहोर्छु। ठिकै छ, धेरै पिर नलिनुहोस्। बाँकी कुरा सब म मिलाउँछु। तैँले गल्ती गर्दैछस् कान्छा, तैँले गल्ती गर्दैछस्।
कान्छा के गरेछस् तैँले यहाँ? निकै उराठ देख्छु त। हिँड यता, तँसँग थोरै काम छ। जा कुर्ती लिएर आइज। जा न, कुर्ती लिएर आइज, बस्नु परेन? अनुहार हेर्दाखेरि त त्यति गतिलो देखाएको छैन। बिहान बिहानै पुरै झोक्राएर बसेको छस्। हातमा त पैसा परिसकेको छ। तत्त कपडा फेर्न पाएछस्, सबै कुरा भएको छ। खुसी हुनुपर्ने मान्छे किन यस्तो उराठ लाग्दो भएको छ कान्छा? मैले कसैलाई खुसी राख्न सकिनँ दाइ। बाको जेठा पनि छोइहाले। अहिले आएर मलाई निकै नै पछुतो लाग्छ दाइ। के को पछुतो तँलाई? हातभरि पैसा परेको छ, लत्ता कपडा फेर्न पाएको छस्, अब पछुतो बाँड्न पर्ने छैन। तेरा दिन फर्केका हुन्। के को दिन फर्किनु दाइ? रूपाका लागि भनेर कलाकोमा पैसा पुर्याउन गएको थिएँ। काका र कलाले मलाई धन्नै मारेनन्। यो पैसाले मात्र के गर्दो रहेछ र दाइ? पैसाले के गर्दैन? पैसाले सब चिज गर्न सकिन्छ। आमा र बाउ बाहेक यो दुनियाँमा सब पैसाले किन्न सकिन्छ कान्छा। तँलाई बाठो भएर किन फेरि अर्काको घर दैला दैला जान परेको थियो? अनि त्यहाँ गइसके पछाडि त केही बोल्न सकिनस्। अब समाजमा बोल्ने पालो तँ जस्ताको हो। अरू त त्यस्तै हो। सबभन्दा पहिला रूपालाई बचाउनु पाए हुन्थ्यो दाइ। धेरै पिर गरेर किन जान सुकाउँछस्? रूपा फर्किन्छ। बरु एउटा काम आएको छ, त्यो काम गर तैँले। 2-4 कागजको फाइल ल्याइदिन्छु। गाउँमा गएर सही गराइस्। अनि तँलाई कसैले पनि औँला ठडाउने हैसियत राख्दैन। अझ खानासाना केही बनाइ छैन यस बेलासम्म? घरको काम गरी होला भनेको कहाँ हो? अर्का घरतिर मात्रै गएको हो कि? यस्तो रूपाको घरतिर गएको अब पाकिहाल्छ आमा खाना। घरको कामसाम हेर्नु छैन? यो अन्त गएर नाटक देखाउनु पर्दैन है। त्यस्तो नभन्नु न आमा। दुःख सुख पर्दा त हो नि हेर्ने भनेको। भोलि हामीलाई यो दिन पनि हामीलाई पनि आउन सक्छ। अरू कुरा छोड्दे। दया माया देखाउने खालका छन् त तिनीहरू? आफ्नो खानी मार छैन, दया माया अरूलाई देखाउँदै हिँड्छे। कान्छेबा, रोक्नु न कान्छेबा। कहाँबाट आइ फेरि यो? तेरो त अनुहारै हेर्न मन लागिरहेको छैन मलाई। मनमा कुरो खेलिरहेको बेलामा 2-4 कुरा अलि बढी बोले होला कान्छेबा। बोबो, तेरो अनुहार मतिर देखाइरहनु पर्ने आवश्यक छैन। तैँले तेरो आमाको गहना बेचेर खाएको दिनदेखि तँलाई मैले मन पर्न छाडेको। तपाईँलाई मनको व्यथा के थाहा कान्छेबा? तपाईँ, यी समाज सबै पैसाको पछि त लाग्ने हो नि। लागेका ऋण तिर्न नसक्दा जुन वचनले पोल्छ नि कान्छेबा, त्यो तपाईँलाई के थाहा? यो नाटक मेरो अगाडि गरिरहन आवश्यक पनि छैन, गरिरहनु पनि पर्दैन। जे गर्नु मन लाग्छ त्यो गर, खा, मलाई केही मतलब छैन। ठुलै, ए ठुलै, अहिले काम छैन, जाँदा हुन्छ। ठुलै, यहाँ अलिकति सैछाप गर्न थियो। काम पर्दा आउँदैनस्, तेरो सैसाब घरतिर ल्याएर राख।
तल चड्कन पुगेन का फेरि आइस कृष्ण दाईले छरछिमेकमा यसो पुगेछै भनेका थिए, त्यही भएर आएको काका, नत्र मलाई पनि आउने रहर थिएन। तेरो मुख अलि बढ्ता नै चल्न लाग्छ अचल। के को लागि पठाएको होला कृष्णले? सधैँको सही छाप मिलाउनको लागि आएको काका। कहिले? सधैँको सही छाप छैन। ल कृष्णलाई आफै पठाइदिएला। तेरो बानी बेहोरा गतिलो भयो पो राम्रो मान्छे फेला पर्दैछ। बानी बेहोरै त्यस्तै छ, कुन दिन चिप्लेलास्। सबैले बिग्रोस् भत्कोस् भनेर सोध्दा रहेछन् काका। हामी जस्तो गरिबको यो समाजमा राम्रो होस् भलो होस् भनेर नचिताउँदा रहेछन्। ठिकै छ। एक्लोपन पनि यति भारी हुँदो रहेछ। दुःखले थिच्दा थिच्दै आज मरेको लास जस्तो भएको छु। यति धेरै भिडको बिचमा उभिँदा पनि बेसारा महसुस भइरहेको छ। मेरो यति धेरै परीक्षा किन लिन्छौ भगवान? आज मेरो हातमा पैसा भएर पनि म गरिब भएको छु भगवान।